युट्युबमा आएछ कृषि औजार कारखाना पूर्ण रूपमा सञ्चालन गर्नका लागि मद्दत गर्नुहोस्। नमस्कार, प्रणाम, गोड़ लगै छी। हम शिवानी मिश्र मॉडल खबर में अपने के स्वागत करै छी। आइ हमरा सबके संग में महावीर पुन छथि जे कहबै विज्ञान के पैघ विज्ञ छथि, मुदा ओ विज्ञान क्षेत्र के छोड़ि कऽ एखन परोपकार काज दिस लागल छथि। अपन आत्मकथा किताब सेहो बेच रहल छथि। ओ किताब किया बेच रहल छथि, आइ विज्ञान क्षेत्र किया छोड़ि कऽ ई परोपकार काज सबमे लागल छथि, ओहिके विषयमे हिनका से बातचीत करब। सर तपाईँले धेरै धेरै स्वागत। ल धन्यवाद छ। किन बेच्नु भइरहेको छ यो किताब बेचेर वीरगञ्जमा भएको पुरानो 30 वर्ष नचलेको कृषि औजार कारखाना मर्मत गरेर सञ्चालन गर्नको लागि यो किताब बेचेको हो र मर्मत गरेर कारखाना चलाएर किसानहरूको लागि चाहिने औजारहरू उत्पादन गर्ने, यही हो यसको उद्देश्य। अनि तपाईँले विज्ञान क्षेत्र किन छोड्नु? यो पनि विज्ञानै हो। कारखाना चलाउनको लागि त्यसमा साइन्स एन्ड टेक्नोलोजीको धेरै विकास गर्नुपर्छ र त्यसको प्रयोग गर्नुपर्छ। त्यसैले यो विज्ञानको कुरा छोडेको होइन। यो पनि यसमा धेरै अनुसन्धानको कुराहरू छ। औजार बनाउने मात्र होइन, औजार बनाउनलाई धेरै किसिमको रिसर्च अनुसन्धानहरू गर्नुपर्छ अनि विज्ञान प्रविधिलाई प्रयोग गर्नुपर्छ। अन्त तपाईँले किताब बेचेर अनि त्यो वीरगञ्जमा भएको जुन फ्याक्ट्री छ त्यसले कसरी चलाउन सक्नुहुन्छ? चलाइरहेछ, चलाइसक्यो। यो किताब बेचेर आएको पैसाले करिब 9 करोड रुपियाँ जति जम्मा भइसक्यो। त्यो पैसाले अहिले मर्मत भइसक्यो कारखाना अनि त्यहाँ चाहिँ सञ्चालनमा आइसकेको छ। अब उत्पादनको लागि तयारी भइरहेछ। यो कारखाना चाहिँ किन बन्द भएको होला? त्यो नेपाल सरकारको कारखाना थियो, नेपाल सरकारले चलाउन जानेन, सकेन, त्यही भएर चाहिँ त्यो बन्द भएको। अनि तपाईहरुले सरकारसँग किन पहल गर्नु भएन? आफै किताब बेचेर। सरकारसँग पहल गरेको होइन, सरकारले नै पहल गरेको हो। यो कारखाना चलाउनको लागि सरकारले नै पहल गरेको हो। सरकारले नै हामीलाई राष्ट्रिय आविष्कार केन्द्रलाई पैसा दिन्छु भनेर चाहिँ सम्झौता गरेको पनि हो, तर सरकारले पछि पैसा दिएन। त्यसो भएर हामी आफैले किताब बेचेर यो पैसा जम्मा गरेको हो। अनि यो तपाईको जुन किताब छ आत्मकथाको, त्यसको बारेमा के भन्न सक्नुहुन्छ? यो आत्मकथाको किताब चाहिँ मेरो यो जीवनीको कथा हो। मेरो बाल्यकालदेखि म कहाँ हुर्केँ, कसरी हुर्केँ, कहाँ कहाँ गएर पढेँ, मैले शिक्षक भएर काम गरेँ, कसरी काम गरेँ, त्यसपछि म अमेरिका गएँ। अमेरिका पढेका कुराहरू पनि यसमा छन् र अमेरिकाबाट फर्केर समाज सेवामा लागेको हो र सबै कुराहरू मैले जीवनमा गरेका सङ्घर्षका कुराहरू यसमा छ। र यो किताब मैले विद्यार्थीहरू र युवाहरूको लागि लेखेको हो। विद्यार्थी र युवाहरूले यो किताब पढेर यसबाट प्रेरणा पाउन् भन्ने उद्देश्यले लेखेको छु। तपाईले बाल्यकालदेखि अहिलेसम्मको जुन सफर तय गर्नुभएको छ त्यसको छोटकरीमा केही भन्न सक्नुहुन्छ? होइन, एकदम लामो छ। विभिन्न किसिमको जिन्दगीमा के हुन्छ, विभिन्न किसिमको मोडहरू आएको छ। मैले त्यहाँ चाहिँ मेरो किताबमा 8वटा मोडहरू, जुन मोडहरूले मलाई चाहिँ अर्को दिशातिर लग्यो, त्योदेखि अर्को दिशातिर लग्यो, यसरी विभिन्न मोडहरूको बारेमा मैले त्यहाँ लेखेको छु। जस्तो सुरुमा मलाई पढ्नको लागि धेरै गाह्रो थियो, बल्ल बल्ल मैले पढेँ अनि टिचर भएँ। टिचर भएपछि म धेरै वर्ष चितवनमा टिचरको काम गरेँ। काम गरेपछि त्यसपछि अचानक मेरो अर्को मोड आयो, म अमेरिका गएँ, अमेरिकामा पढेँ, अमेरिकाबाट फर्केर फेरि अर्को मोड आयो। यस्तै यस्ता किसिमका मोडहरूको बारेमा यसमा लेखेको छ। सम्पूर्ण कुरा चाहिँ लेखेको छ। किताब लेख्नुको मुख्य उद्देश्य के हो? पैसा। यो किताब लेख्नुको मुख्य उद्देश्य वीरगञ्जको कृषि औजार कारखाना चलाउनको लागि पैसा चाहेर पैसा सङ्कलनको लागि किताब लेखेको हो। अहिलेसम्म कति सङ्कलन? 1.5 लाख किताबहरू बेचिसक्यो र करिब 9 करोड जति पैसा सङ्कलन भइसक्यो। अब 38वटा जिल्ला घुम्यो, 276 दिन आज र अब 39वटा जिल्ला बाँकी छ घुम्नलाई। यो सबै किताब बेचिसक्दाखेरि करिब 20 करोड रुपियाँ जति जम्मा हुन्छ। तपाईँको सहयोगमा कोही छ कि एक्लै हुनुहुन्छ? मेरो सहयोगमा एकजना सहयोगी हुनुहुन्छ सधैँ हिँड्नको लागि र बजारमा यसरी चाहिँ घुम्दाखेरि जहाँ गयो त्यहीँको सहयोगीहरू, स्थानीय युवाहरूले सहयोग गरिरहेको छ। एकटा महिला सेहो छथि जे एखने महावीर पुन से किताब किनले था, उनका से बातचीत करै छी। की नाम भेला? जी, मेरो नाम पूजा कुमार राम छ। किन बुक किन्नुभयो उहाँसँग? म बुक चाहिँ त उहाँलाई फलो गरेर, उहाँ साइन्टिस्ट हुनुहुन्छ, हाम्रो
कृषि औजार वीरगन्जमा छ, अहिले चलिरहेको छैन। उहाँ वही त्यही कृषि औजार चालु गर्नको लागि आफ्नो जीवनकथा लेखेर बुक बेचेर उहाँ अहिले केही मसिनहरू ठिक पनि गर्नुभयो, अहिले पनि उहाँ काम चलाउँदै हुनुहुन्छ। त्यही भएर हामी पनि हेल्प गरौँ, सानो भए पनि त्यसमा। ए, तपाईँ कहाँबाट आउनुभयो? म त सपैबाट। सपीबाट उहाँको किताब किन्न आउनुभयो? आजै बिहान काठमाडौँबाट आएको, भिडियोमा आइरहेको थिएँ, अहिले जनकपुर जानुभएछ भनेर आज आएको। अनि कस्तो लाग्यो किताब किन्दाखेरि? धेरै नै खुसी लाग्यो। यहाँ किताबको केही पन्ना पढेर सुनाउन सक्नुहुन्छ हामीलाई? सक्छु नि। हाम्रो ठुलो महान व्यक्ति हुनुहुन्छ, पढ्नु भन्नु। 2079 सालको साउन र भादो महिनामा मेरो अन्तिम साँच्चै उत्साहप्रद रहे। मैले आशा नै नगरेका अचम्म 2वटा सूचना पाएँ। साउनमा सुने गण्डकीको प्रदेश सरकार सांसदले राष्ट्रिय आविष्कार केन्द्रलाई लागि 10 करोड रुपियाँ अनुदान बजेटमा छुट्याएको छ। अनि भादोमै त्यति बेलाका सङ्घीय अर्थमन्त्री जनार्दन शर्माबाट त्यस्तै अर्को राम्रो खबर सुने। 30 वर्षदेखि बन्द भएको वीरगन्ज कृषि औजार कारखानाको मर्मत र व्यवस्थापन गर्न तथा अनुसन्धान र विकास गर्न लागि राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिने निर्णय मन्त्री परिषदले गरेछ। यही अनुरूप भएको सम्झौता त्यो कारखाना मर्मत लागि भनेर एकपटकलाई मात्र आवश्यक पर्ने रकम सङ्घीय अर्थ मन्त्रालय नै उपलब्ध गराउने निर्णय पनि राखिएको थियो।